हेलो साथीहरू, गुड मर्निङ। के छ, आरामै हुनुहुन्छ? आज बिहान चाहिँ म 4:30 बजी उठेको। तपाईँहरू चाहिँ कति बजी उठ्नुभयो? बिहान उठेर झाडु पोछा लगाएर अनि यिनी चाहिँ मैले हिजो बेलुकै धोएर सुकाएको कपडाहरू। म उठ्दा चाहिँ यत्तिको उज्यालो भइसकेको थियो। आजकल चाहिँ कति छिटो उज्यालो हुने हो कि है, 4 बजे नै उज्यालो हुन्छ कि है। अनि मैले पोछा लाउने काम चाहिँ अझै भएको थिएन। सबै पोछा लाएर सकेर फेरि यत्तिको उज्यालो भइसकेको थियो। त्यसपछि चाहिँ मैले नुहाइधुवाइ गरेर फुल टिपेर लिएर आएँ। त्यसपछि चाहिँ म दुध लिन गएँ। पहिला दुध लिन जाने बाटोमा चाहिँ नहर छ है। दुध लिन जाने ठाउँमा कति राम्रो पप्पी, कति माया लाग्दो, कति ज्ञानी भएर बसेको। अनि यो चाहिँ भैँसी फार्मको दाइ चाहिँ दुध भरिदिँदै हुनुहुन्छ। पप्पी चाहिँ मेरो पछि पछि जान खोजेको छ। चाहिँ मैले दुध लिएर आएँ अनि मैले पूजा गरेँ। त्यसपछि मैले मनतातो पानी खाएँ अनि चिया बसालेँ। चिया त मैले जे गरे पनि कहिल्यै पनि छोड्न नसक्ने कुरा, चिया चाहिँ कहिल्यै नछोड्ने कुरा मैले। अनि तरकारी चाहिँ मैले क्वाटी हिजो भिजाएको गेडागुडी नै बसालेँ। अनि त्यसपछि यो चाहिँ मेरो बहिनीको चिया नास्ता। बाबुको सुताइ हेर्नु न, निद्रामा पनि खुट्टामाथि खुट्टा चढाएर सुत्न परेछ क्या बाबुलाई। ए भगवान्, यिनको सुताइ कति मस्तसँग खुट्टामाथि खुट्टा चढाएर, कति आनन्द हो कि। बिहान 7:30 बजेको सुताइ बाबुको कति मस्त छ है। जे भए पनि बालापन नै प्यारो है। स्कुल जान ढिलो हुन्छ नउठम भने माया लाग्छ। मलाई अफिस जान चाहिँ यति हतार हुन्छ मलाई, जहिले ढिलो भएको हुन्छ कि। बाबुलाई रेडी गरेर आफू रेडी गरेर अहिले चाहिँ झन् अफिस टाइम 8:45मा अफिस पुग्न पर्ने। म चाहिँ 8:55सम्म बाटोमा। बाबुको बस आयो, बाबु गइन्, बाई 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 मामु बाई बाई भन्दै बाबु गइन्। अनि अफिस पुगेर चाहिँ मैले शर्माजीलाई फोन गरेँ। पहिले उहाँसँग नबोलिकन त दिनको सुरुवात नै हुने भएन। चाहिँ मलाई जिस्काउँदै हुनुहुन्छ फोनमा पनि। अनि त्यसपछि फेरि छोरोको फोन आयो। हेर्नु मैले रामेन खाँदैछु भन्दै उसले फोन गरेको। अरू बेलामा फोन गरोस् नगरोस्, खाने बेलामा फोन गर्छ। उसलाई फोनमा बोल्दै मैले मेरो मोबाइल हरायो भन्दैछु। उसले चाहिँ मलाई जिस्काउँदैछ कि मेरो मोबाइल कता गयो भनेको। डिप्रेसन भन्दै उसले मलाई जिस्काउँदैछ फेरि। अनि त्यसपछि चाहिँ मैले चाहिँ खाना चाहिँ अफिसमै लगेर खाएको थिएँ। 8:45मा त बिहान त मिठो हुन्न नि। 8:45मा अफिस पुग्न परेपछि त यति छिटो त खाना मिठै हुँदैन। त्यही भएर मैले अफिसमा लगेर खान्छु खाना। मान्छे आउँछन् अन्त गम 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 खाएको खाना। तर मलाई त भात नभई हुँदैन, भात नै चाहिन्छ। त्यसै गर्मी भएर पुन्टेको ल्याएर खाएको। कोक लभरहरूले चाहिँ कमेन्ट गर्नुहोस्, कोक लभर हुनुहुन्छ। अनि म त चिया लभर पनि परेँ। अफिसबाट घर आएपछि त फर्स्टमा त चिया नै खानु पर्यो। त्यसपछि हामी एकछिन हावा खान निस्केको, भाइ बहिनी म आर्बिन भएर। अनि आइसक्रिम खायौँ हामीले। अनि हामी आइसक्रिम खाएर फर्क्यौँ। आर्बिनको सबको आइसक्रिम भ्याइसक्यो, तर आर्बिनको चाहिँ आइसक्रिम भ्याइएको छैन। आइसक्रिम लभर। हामी आयौँ, आर्बिन चकचके। त्यसपछि आर्बिनले होमवर्क गर्न लायौँ। अनि मैले खाना खाएको भिडियो बनाउनै भएन। ल साथीहरू, बाई बाई, गुड नाइट।